घडीको 1 बजेसँगै आजको भिडियो सुरुवात गरेको छु र म छु आज यहाँ सिन्धुपाल्चोकको ढकालखरी गाउँमा र आज यहाँ चाहिँ कोदाको पुवा खाने भन्ने कुरा भएको छ र सुरु गरौँ कोदाको पुवा कसरी बन्छ त। यो रहेको छ चिनी र कोदाको पिठो। यो चिनी हो भने यो तल राखेको कोदाको पिठो, यो दुईवटालाई नै मिक्स गर्नु पर्दो रहेछ। अनि यहाँ चाहिँ एकजना बहिनी छिन्, बहिनीले बनाउँदैछिन् र मैले फर्स्ट टाइम हो मैले चाहिँ यो बनाएको हेरेको र खाएको पनि मेरो फर्स्ट टाइम नै हुनेछ र सुरु गरिसकेका छिन्। अब यसै पश्चात यो कोदाको पिठो र चिनीलाई मिक्स गरिनेछ र अब बहिनीले मिक्स गर्छन् अनि देख्न सक्नुहुन्छ मिक्स भइरहेको छ अहिले कोदाको पिठो र चिनी मिक्स गरेसँगै यसलाई चाहिँ थोरै पानीले मोल्नु पर्दो रहेछ र मलेर यो हाम्रोतिर चाहिँ मलेर भन्छ, मलेर चाहिँ यो कोदाको पिठो तयार भइसकेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ तयार भइसक्यो। अब यो चाहिँ पानी राखेर त्यसलाई चाहिँ मलेको र अब सुरु गरौँ हाम्रो ताई भन्छ ग्यासबाट चाहिँ हामी बनाउन गइरहेका छौँ र ग्यासमा यो ताई अथवा कराई टेकाइएको छ, साइडमा कोदाको पिठो राखिएको छ। अब त्यसपश्चात ताई तात्तिसकेपछि तेल हाल्नु पर्यो र तेल पनि हालिसकेकी छिन् बहिनीले। अनि सो तेल चाहिँ अलि धेरै लाग्दो रहेछ, अरू जस्तो यो पुवा बनाउँदाखेरि तेल चाहिँ धेरै लाग्छ भन्ने कुरा अब मलाई पनि थाहा थिएन, तेल कति लाग्छ कसरी बन्छ भनेर। सो मैले पनि फर्स्ट टाइम हेरिरहेको छु। तेल राखेर केही छिनमै तेल तात्तिसकेपछि यसमा चाहिँ त्यो अघि भिजाएको पिठो राख्नु पर्दो रहेछ र पिठो राख्दैछिन् बहिनीले। कोदाको पिठो र चिनी मिक्स गरेको पिठो यो चाहिँ। अनि पुवा चाहिँ यसरी बन्दो रहेछ, तेलमा नै पकाउनु पर्दो रहेछ जहाँसम्म देखिरहेको सक्छौँ हामी, देखिरहेको छौँ। र अब तेलमा केही छिनसम्म भन्नाले तपाईँको 5 देखि लिएर 15-20 मिनटसम्म चाहिँ राम्रोसँग नपाकुन्जेललाई चाहिँ पकाउनु पर्छ भने। अनि त्यति पकाएपछि बल्ल राम्रो बन्छ अरे पुवा, होइन पुवा। दुई अक्षरको एक शब्द हो पुवा। अनि पुवा रेडी हुँदैछ, पाकिरहेको छ। मलाई चाहिँ कस्तो याद आयो भने गाउँघरतिर यो चाहिँ घिउ बनाउने बेला लौनी चाहिँ घिउमा परिणत गर्दाखेरि चामल राखेर लौनीमा पकाउँछन्, त्यस्तै लाग्यो। र अब केही पाके सँगसँगै हाम्रो देख्न सक्छौँ पुवा पनि रेडी भइसकेको छ र रेडी भएको पुवा यही हो आजको 1 बजेको नास्ता भनेको पुवा भयो। र पुवा देख्न सक्नुहुन्छ यस्तो हुँदो रहेछ, यस्तो हुन्छ होइन, मैले चाहिँ देखिसकेँ यस्तो हुन्छ। अनि राम्रै हुँदो रहेछ जे होस्। पुवा रेडी भइसकेको छ र पुवा कचौरामा पनि राखिसक्यो, अब खाने टाइम पनि भइसक्यो र म चाहिँ खाँदै गर्छु। अनि हजुरहरूलाई पुवा कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला। र मेरो मिनी भ्लग यहीँ सक्यो। हस्, बाइ बाइ गाइस।